कुरा पनि त पत्यार लाग्ने कुरा गर्नु नि, पत्यार नलाग्ने कुरा गरेपछि मान्छे त्यसो हाँसिहाल्छन् नि। आफ्नो देशको युद्ध रोक्न नसक्ने मान्छेले उता इन्डिया र पाकिस्तानको युद्ध रोकेका अरे। के कुरा गरे बाजे, कुरा पनि त होइन, पत्यार लाग्ने कुरा गर्नु नि। त्यो हाँसउठ्दो कुरा गरेपछि सबै हाँसिहाल्छन् नि। अहिले पुरै संसदीय के भन्छ नि, नेपाल लगायत अन्य देशका मान्छेहरू पनि हाँसिरहेको होला। कुरा बोल्दा चाहिँ अलिक सोच विचार गरेर बोल्नुपर्छ क्या। जे पाइ त्यही बोलेर हुन्छ। तपाईँले भन्नुभएको छ नि, जे पाइ त्यही लेखिएको छ, तपाईँ पनि जे पाइ त्यही बोल्नुहुन्छ क्या। कहाँ तपाईँले रोकेर भएको हो त? तपाईँले कुरा गरेर पाकिस्तान र इन्डियाको युद्ध तपाईँले कुरा गरेर रोकेको भए त भइहाल्थ्यो नि। तपाईँ त यो के भन्छ नि, अन्डरवर्ल्डको डन भइहाल्नुहुन्थ्यो नि। त्यस्तो हुँदैन क्या। अब हामीले न्युजमा सुनेअनुसार यो चाहिँ इन्डिया र पाकिस्तानको युद्ध जुन अहिले चलिरहेको थियो, त्यो युद्ध भनेको चाहिँ डोनाल्ड ट्रम्प अर्थात् त्यो के भन्छ नि, अमेरिकाको जुन छ नि अहिले प्रधानमन्त्री वा राष्ट्रपति के हो, उसले गर्दा चाहिँ रोकेको क्या, सहमतिमा आएको। कहाँ यो हाम्रो बाजेले गरेर रोकेको हो त होइन नि। आफ्नो देशको युद्ध रोक्नु नि, अरूको देशको युद्ध रोकेर के फाइदा? आफ्नो देशमा जनताहरू यहाँ दिन प्रतिदिन दैनिक भिडन्त गरिरहेका छन्। अरूको देशको युद्ध रोकेर के काम? आफ्नो देशको युद्ध रोक्न सक्नु पर्यो। अनि हामी भन्छ तपाईँलाई चाहिँ एक नम्बर राम्रो नेता हो भनेर। त्यो अन्य देशको युद्ध रोकेर केही काम छैन। आफ्नो देशको युद्ध चाहिँ रोक्न सक्नु पऱ्यो क्या। आफ्नो देशको जनताहरूको भलो चिताउनु पऱ्यो क्या। हाम्रो देशमा कोही अहिले के भन्छ नि, शान्तिपूर्वक बसेको छ? कसैको अनुहारमा तपाईँले युवाको अनुहारमा खुसी देख्नु भएको छैन होला। यो तपाईँलाई यो मेसेज चाहिँ मैले खासमा तपाईँले गर्न खोजेँ, बुझिसक्नु हुनुभयो होला। हाम्रो देशको होइन, जनताहरूलाई अहिले तपाईँले खुसी पार्नै सक्नुहुनु भएको छैन क्या। युवाहरूलाई खाडी मुलुक पठाउने, अन्य देशहरू पठाउने, त्यस्तो मात्रै कार्य गरेरै राख्नुभएको छ क्या अहिले। पहिला आफ्नो देशका जनताहरूलाई खुसी पार्नुहोस् है, अनि अन्य कुराहरू सोच्न पर्छ। नाना थरी जे पाइ त्यही बोलेर हुँदैन क्या। अलिक बोल्दा पनि सोच विचार गरेर बोल्नुपर्छ। मान्छेहरूले चाहिँ हाँसिहाल्छन् नि। मान्छेहरू भनेको कि धेरै बुझेर कि नबुझेर हाँस्छन्, त्यो हामी तपाईँहरूलाई सबैले थाहा छ। तपाईँले पनि थाहा होला। त्यही भएर हल्का चाहिँ बोल्दा चाहिँ अलिक सोच गरेर बोल्नुपर्छ क्या बाजे। मैले भन्न खोजेको कुरा चाहिँ बुझ्नुभयो होला होइन। भन्न खोजेको यति मात्र हो कि आफ्नो देशका जनताहरूलाई चाहिँ रोजगारको व्यवस्था गर्नु होला होइन। तिनीहरू सक्ने जतिको बेरोजगार के भन्छ नि, तिनीहरू सक्ने जतिको होइन कामको अवसर जुटाउनु होला होइन। मान्छेहरूले जस्तो हामीले सक्ने हाम्रो क्षमता अनुसारको काम जुटाइदियो भने त तपाईँले हामी एक नम्बर झन् के भन्छ नि, एक नम्बर नेता मान्छौँ क्या। तर त्यसो छैन, खालि हावा गफहरू दिएर यो बोलिहाल्छ, आज त्यो बोलिहाल्छ। कहिले अब के भन्छ नि, आन्दोलन गरिहाल्छ, के हो के हो। पहिले अब 1 लाख जनताहरूलाई 1 लाख युवाहरूलाई के भन्छ नि, उता के भन्छ काठमाडौँ उपत्यकामा उतार्ने कुरा गर्नुहुन्छ। यस्तो कुरा गरेर हुन्छ चल्छ नि देश नेताज्यू? चल्दैन क्या। हल्का अलिक काम डाउन भएर चाहिँ केही कुरा गर्दा चाहिँ अलिक सोच विचार गरेर गर्नु होला क्या। हुँदैन नि होइन यस्तो कुरा त। जस्तै हामी त के भन्छ नि, हाम्रो देशमा भएका होइन सम्पूर्ण जनताहरूको होइन भलो चिताउनको लागि तिनीहरूको सरसुविधाहरू के हुन्, त्यो सबै कुराहरू बुझेर तिनीहरूलाई के चाहेको ती कुराहरू सबै बुझेर चाहिँ काम कर्तव्यहरू पुरा गरेँ। अनि तपाईँले चाहिँ 1 नम्बर नेता मान्छन् क्या। मात्र त्यही हो, तपाईँलाई थाहै छ अहिले सानो कुरामा पनि होइन मान्छेहरूले नाना थरी कुराहरू बयानिन्छ। त्यस कारणले हल्का चाहिँ अस्ति मैले सुने कहिले के भन्छन् विद्यार्थीहरूको समस्या हो, कहिले विद्यार्थीहरूमा समस्या आउँछ, कहिले शिक्षकहरू, कहिले डाक्टरहरू के हो सबै खालि उता के भन्छ माइती घरतिर अगाडि उभिने, सबै युद्धको लागि लड्ने, युद्धमा जाने, युद्ध गर्न खोज्ने। त्यस्तो हाम्रो देशमा आयो, त्यस्तो हालत छ। अनि तपाईँले भन्नुहुन्छ त अमेरिका र के भन्छ नि यता इन्डिया र पाकिस्तानको युद्ध रोकेको हो भने त्यस्तो गर्नुभएको छैन होला जस्तो लागिरहेको छ मलाई। त्यो सामान्य कुराहरू चाहिँ गर्नु हुनुभयो होला, तर त्यस्तो चाहिँ त्यो आफ्नो श्रेय चाहिँ नलिने मलाई त। यस्तै होइन, अब सकिन्छ भने चाहिँ हामी जस्ता युवाहरूलाई चाहिँ देशमै केही रोजगारको सिर्जना गर्नु होला, नत्र नाना थरी कुराहरू नबोल्नु होला क्या।
तपाईँले सुहाउँदैन क्या त्यो कुरा। अब अग्रज भइसक्नु भएको तपाईँ भनेको त हाम्रो अभिभावक जस्तै हो नि। अब देशको प्रधानमन्त्री भनेको त होइन, देशका ठुला मन्त्री भनेको त, देशका राष्ट्रपति भनेको त, यिनीहरू भनेको त हाम्रो अभिभावक नै हुन् नि। हामी जनता, सम्पूर्ण जनताहरूको अभिभावक। अब तपाईँहरूलाई जे पाइ त्यही नाना थियो के भन्छन् सुगारा टाइप गरे जस्तो हुन्छ। त्यस्तो कुरा चाहिँ नगर्नु होला क्या। हामी बरु सक्नुहुन्छ भने हामी यस्ता युवाहरूको लागि होइन कि स्वरोजगारको व्यवस्था गर्नु, रोजगारको व्यवस्था गर्नु होला। नसके चुप्प लागेर बस्नु होला है त। अनि त्यो कुर्सी पनि छोडिदिनु होला। त्यसमा चाहिँ अब हामी जस्ता युवाहरूको आवश्यकता छ। तपाईँहरू जस्तो यो ओछ्यानमा सुत्नेहरूको अब आवश्यकता छैन क्या। हल्का जीवजान भएका मान्छेहरूको आवश्यकता छ होइन, जसले देशको लागि केही राम्रो कुरा भलो चिताउने खालका युवाहरूको आवश्यकता छ। यस्तै कुराहरू मनमा धेरै छ, के गर्नु अब भन्नै सकिँदैन। अब यो के भन्छ यो भिडियोबाट होइन सानो कुरा चाहिँ यसो हाम्रो देशका अग्रज व्यक्तिहरू समक्ष म चाहिँ राख्न चाहन्छु। अहिले हाम्रो देशमा कोही पनि युवाहरू के भन्छ नि खुसी छैन। त्यो कस्तो कारणले भएको हो त भन्दा हाम्रो देशको राजनीतिक गतिविधिको कारणले गर्दा भएको हो क्या। देशमै अब एक वर्षमै 5-6वटा प्रधानमन्त्री फेरिने के हो त्यो ताल? त्यो तालले हुन्छ देश चल्छ? अब उता हेर्नुहोस्, अमेरिकामा हेर्नुहोस्, उता के भन्छ नि 50औं वर्षदेखि 60औं वर्षदेखि एउटै के भन्छ नि संविधान चलिरहेको छ। हाम्रो देशमा प्रत्येक दिन संविधान चेन्ज हुने। त्यसरी देश चल्छ त? चल्दैन होइन। अब देशका युवाहरूले सबैले खाडी मुलुक पठाएपछि देश चल्छ त? अब सबै हाम्रा आफ्ना देशका सबै युवाहरूलाई चाहिँ उता अन्य देशमा पठाउने अनि देश बनाए भन्ने कुरा गरेर हुन्छ त? बुढाहरूले देश बनाउने होइन क्या, हामी जस्तो युवाहरूले चाहिँ देश बनाउने हो क्या। तर छैन। हाम्रो देशमा न शिक्षा राम्रो छ, न स्वास्थ्य राम्रो छ, न केही राम्रो छैन। सबै कुराहरू घोटालामै छ। न मान्छेहरू न जनताहरू सुख शान्तिले बस्न पाएका छन्। आज यो आन्दोलन, भोलि त्यो आन्दोलन पर्छ त्यो। न राम्रोसँग खाना पिउन पाएका छन्, न कसैलाई अब राम्रो स्वास्थ्य पाएका छन्, न राम्रो शिक्षा पाएका छन्। यस्तो कामले देश चल्छ त? चल्दैन होइन। यदि सक्नुहुन्छ भने सबै कुराहरू छैन, अर्थात् मानिसहरूको लागि आवश्यक पर्ने कुराहरू सबै कुराहरूलाई चाहिँ राम्रो बाटोतिर राम्रो बनाउनु होला होइन। सक्नुहुन्छ भने, नसके अब त्यो कुर्सीहरू छोड्नु होला क्या तपाईँहरू। अन्य यस्ता हाम्रो के भन्छन् गाउँघरहरूमा होइन धेरै त्यस्ता युवाहरू छन् जसले के भन्छन् देशलाई अगाडि बढाउन सक्छन् क्या। त्यस कारण तपाईँहरू बरु सक्नुहुन्छ भने छ भने केही के भन्छ नि इन्सानियत छ भने चाहिँ क्या, आफूमा केही देशको लागि राम्रो गर्छु भन्ने छ भने चाहिँ त्यो ठाउँ छोड्नु होला र हामी जस्ता युवाहरूलाई अग्रसर गर्नु होला। हामी जस्ता युवाहरू धेरै छन् जसले के भन्छ नि हाम्रो यो नेपाललाई चाहिँ राम्रो देश बनाउन सक्छन् क्या। तर के गर्नु, यहाँ त्यस्तो चल्दैन। प्रत्येक सरकारी क्षेत्रमा त्यही गैर सरकारीमा सबैले पैसा मात्रै तान्ने, गैर सरकारी क्षेत्रमा सबैले पैसा मात्रै लिन खोज्ने, सरकारी क्षेत्रमा पनि सबै आफ्नो मान्छेहरूलाई भित्रभित्र नै के गर्ने सरकारी जागिर दिने। हामी जस्ता के भन्छ नि हामी जस्ता जनताहरू केही भ्यालु नै छन्। जस्तै कसै हाम्रो कोही अब जसको अब मेरो चाहिँ कोही छैन भनेर सरकारी क्षेत्रमा मलाई सरकारी क्षेत्रमा जानै वञ्चित यस्तो भएर हुन्छ, जानै पाउँदिनँ। अब नाम निकाल्न गयो भने पनि अब हेर्नुहोस् लोकसभातिर लोकसभाको इक्जाम दियो भने पनि त्यहाँ पनि अब 4-5 इक्जामै दिनुपर्छ। अब एकपल्ट पनि खस्क्यो भने गइगयो। मानुको 4-5 इक्जाम दिनु पऱ्यो भने 4पल्टमा पास भयो, 5पल्टमा खस्क्यो, 5पल्टमा राम्रो भयो भने पनि त्यो गयो। 4पल्ट गरे के त्यति मेहनत गरे के फाइदा? त्यही भएर भन्छु कि होइन त्यसको सक्षम अनुसार चाहिँ काम दिनु हुन्छ क्या, त्यो छोडेर हुँदैन क्या। जस्तै अब के भन्छ नि अब 5पल्ट इक्जाम दिएपछि 4पल्ट इक्जाम पास भइसकेपछि होइन अब उसले त फेरि के भन्छ 5पल्टमा फेल भएपछि त फेरि गएको पागल हुन्छ भने त्यसको मान्छे। त्यही भएर होइन यहाँ कुनै युवाहरू केही गर्नै रुचाउँदैन क्या। सबै बरु खाडी मुलुक जान्छन्, उतै बरु आफ्नो श्रमदान गर्छन् र उतै पैसा कमाउँछन् र उतै बस्छन्। यस्ता देश त भइसकेका थियो, सबै खाइसकेका छन् क्या।
अब को जो आए पनि त्यही अस्ति सुनेको थिएँ मैले राजा आउने अरे राजा पनि खोइ अब त्यही भयो हुने होला राजा पनि त्यस्तै अब हाम्रो यो सबै त्यस्तै क्या सबै आफ्नो हितका लागि सोच्छन् हैन कोही जो सबै त्यस्तै खालका छन् क्या कोही कसै केही गर्दैन जस्तो लागिरहेछ मलाई अब देशमा चाहिँ अब के गर्ने यस्तो यस्तै कुराहरू मनमा धेरै छ हैन अब नराम्रो बोलो भने अलिक बोल्न मिल्दैन हैन किनभने अब सबैलाई आदर गर्नुपर्छ हैन अब के गर्नु अब तर राम्रो काम गर्नेलाई आदर गर्ने नराम्रो काम गर्नेलाई त्यस्तै हामी पनि व्यवहार गर्ने हो क्या त्यस कारण सक्नुहुन्छ भने अग्रज व्यक्तिहरू राम्रो काम गरेर देखाउनु नराम्रो काम नगर्नु होला जनताहरू फेरि उठ्यो भने तपाईँलाई थाहै छ कस्तो हुन्छ भनेर हालत हवस् यति भन्दै म पनि अब यस्तै भिडियोहरू अन्य दिन पनि ल्याउनेछु भन्दै अब आजलाई यति भन्दै सम्पूर्ण समक्षबाट बिदा हुन चाहन्छु हवस् त